एक रात एक दिन लगातार हिँडाएपछि म चाहिँ यहाँ कम्पनीमा आइसकेको छु है। यो टाउको मात्रै ल्याएर आएको छु, गाडी गराउनु पर्यो है। अब यहाँनिर यो झार्दैछु हैन। अब झारिसकेपछि यो चाहिँ फेरि अब यो एक रात एक दिन आफ्नो कम्पनी जाने बाटोतिर कुद्छ। म चाहिँ गाडी बनाउँछु। गाडी अब भोलि बिहान के कस्तो हुन्छ है। अब भोलि बिहान फेरि साउ आउँछ, साउ एकछिन साउ कराउँछ फेरि गाडी किन बिगारेको के गरेको भनेर है। अब अलिअलि कचकच त सुन्नै पर्यो हैन। अब कि ठुलो कम्पनी भएको भए अब मतलबै हुन्न, सानो सानो कम्पनीमा अब त्यस्तै हो हैन। अब उसले पनि सोध्छ के भयो कसो भयो किन बिग्रियो भनेर भन्छ हैन। अब गाडी अब हामीले बिगारे होइन, आफै बिग्रिन्छ है। तर पनि अब आज चाहिँ कम्पनीमा ल्याएर छोडिदिएको छु।